नमस्कार सबैजनालाई, म हो अरुण सुब्बा। हामी चाहिँ अस्ति देउसी भैली खेलेको टिम टोली जम्मै हाम्रो राजाडुबीबाट सबैजना पिकनिक खान जाँदैछौँ। हाम्रो राजाडुबी टिम टोली हो नि सबै। हाम्रो गाडी स्टार्ट भइसक्यो। हामी जाँदैछौँ भेलुघाट। हाम्रो यहाँ वेस्ट काठमाडौँबाट राजाडुबी दयाङमुखबाट हामी निस्किसक्यौँ। हाम्रो गाडी जाँदैछ। अब हामी जाँदैछौँ भेलुघाट वाटरफल। ल हेर्नु होला, कन्टिन्यू यो भिडियोलाई स्किप नगरिकन। नयाँ हुनुहुन्छ भने फलो गर्न नभुल्नु होला र सक्दो सेयर गर्नु होला र साथै सपोर्ट गर्नु होला सबैजनाले। यो हाम्रो दयाङ स्कुल यहाँबाट लेफ्ट लाग्यौँ हामी। दुबई मेट्रोबाट गाडी हो, पुरा दुबई चढ्थे। ल भन्नु, हाम्रो दुबईबाट आउनु भएको त्यतै भन्नु। हाम्रो उहाँ चाहिँ हुनुहुन्छ कतारबाट आउनुभएको श्याम सापकोटाज्यू। नमस्कार, गाउँदै हुनुहुन्छ। हजुर पनि सेभ हो क्या हो? आमानीबाट बुझ्नेहरू कहाँबाट बुझ्नु? कहाँबाट? अमेरिकाबाट। यता बुझ्नु? अमेरिकाबाट। भाइ हामी आसामबाट। हाम्रो इन्डिया आसामबाट। यो भाइ इन्डिया आसामबाट। दुबई ट्रिपले सबै भन्दै हुनुहुन्छ। भन्नुहोस् अब म तपाईँहरूलाई के दिनु, के खाने हुन्छ तपाईँले भन्नुहोस्। हामी त अब दुबई स्टाइलमा खान्छौँ न, के भन्छु? ओके छ, त्यो केही छैन। जस्तो भन्नुहुन्छ त्यस्तै हुन्छ। जस्तो भन्छौँ त्यस्तै हुन्छ। गाइस, हजुरहरू पनि खाना खानुहुन्छ भने प्रकाश पौडेललाई ट्याग गर्नु होला, बोलाउनु होला। दुबई स्टाइलको टेस्टी खाना पाउनु हुनेछ। ल यति भन्दै समाप्त गर्छु। ल हामी चाहिँ आइपुग्यौँ र नाभिमबाट एउटा फोटो खिच्यौँ। बगेर खारेछ भने चाहिँ हेर्नुहोस् त गाइस, यस्तो दामी छ। आमामा वाटरफल। ल हेर्नु सक्नुहुन्छ। एन्डिङसम्म हेर्न नभुल्नु होला। फाइनली हामी चाहिँ आइपुग्यो भेलुघाट। के अरे भेलुघाट। ल म चाहिँ फर्स्टचोटि आएको यहाँनिर। हेर्न सक्नुहुनेछ, एकदम राम्रो छ यहाँको वाटरफल। जस्ट स्टार्ट मात्रै गर्दैछौँ। अब अगाडि पुगेर देखाउने छु। लास्ट एन्डिङसम्म भिडियो हेर्न नभुल्नु होला। यस्तो राम्रो छ, यस्तो राम्रो छ। को आउनुभएको छ भेलुघाट कमेन्ट गर्न नभुल्नु होला। हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो देखेर, अनि हजुरहरू पनि कमेन्ट गर्न नभुल्नु होला। यस्तो राम्रो ठाउँ छ, मलाई चाहिँ एकदमै सुन्दर लाग्यो। र यहाँनिर जति पनि पिकनिक खान आउनुहुने सबै टिमहरू हुनुहुन्छ, उहाँहरू सबै हाम्रो गोर्खाली टिमहरू मात्रै हुनुहुँदो रहेछ। एकदमै राम्रो लाग्यो। म फर्स्टचोटि आएको, एकदमै सुन्दर ठाउँ रहेछ। ल हेर्नुहोस् त, एकदम कति राम्रो पानी। आहा, नुहाउनु जस्तो लाग्यो। म चाहिँ अहिले एकछिनमा नुहाउनै पर्छ होला साथीहरूसँग, होइन? कस्तो राम्रो चिसो ठाउँ छ। ओ भाइ साहब, क्या कस्तो जग्गा, एकदम बढिया नेचुरल जग्गा, यस्तो राम्रो ठाउँ। आहा, पानी हेर्नुहोस् त, कस्तो राम्रो बगेको छ। ल ल ल ल ढुङ्गामाथि कुद्न यति रमाइलो लाग्दैछ मलाई चाहिँ। यहाँ चाहिँ म फर्स्टचोटि आएर होला, मलाई चाहिँ एकदमै राम्रो लागेको। हजुरहरू पनि आउनु होला, एक बार न एक बार जसरी भए पनि आउनु होला। एकदमै राम्रो छ, मलाई चाहिँ मन पर्यो। हजुरहरू पनि आएर एकचोटि हेर्नु होला। दुबईको सेफ दाउरा बग्दैछ। हामी नै हो। हुँदैछ हाम्रो टिम टोलीको मेल दशरथ छेत्री। ड्राइभरजी के छ? गुरुजी खबर? ल के लिएर आयो त तिमीहरूले चाहिँ? अनि ओके सर। वाउ, कस्तो राम्रो भ्यू हेर्नुहोस् त। वाउ, वाटरफल। ल म पनि एउटा झलक्कै एउटा वाटरफलको क्लिक गर्छु फोटो र बसेको स्टाइलमा एउटा खिचिदियो त भाइ यताबाट।
साथैमा बहिनीले पनि एउटा सानो भिडियो क्लिक गर्नेहरू कस्तो राम्रो देखियो भन्नुहोस् त कस्तो देखियो। दाल लगाओ लु हामीहरूको त खाना स्टार्ट भइसक्यो। सबैजना यहाँ बसिरहेछन् बुनुहरू। पहिला लेडिज फर्स्ट, जेन्ट्स यता दुईजना। यो हाम्रो वेटर सबैजनालाई खाना दिँदैछन्। कोही लजाउँदैछन्, कोही हाँस्दैछन्, कोही यहाँनिर निम्बु काट्दैछन्। बयसहरू चाहिँ यता बसेका रहेछन्। वाह कस्तो लाग्यो, कस्तो छ खाना? एकदम यमी, दामी दामी। लो वाह कस्तो दामी। साइडमा बसेका रहेछन् यहाँनिर खोलाको छेउमा। भ्यू हेर्दै बसेका रहेछन्। ल खाऊ। विराट कोहली। अहिले हामी चाहिँ पिकनिक सकिसक्यौँ। गाइस देख्न सक्नुहुनेछ सब गोर्खाली मात्रै टिमहरू हुनुहुन्छ। एकदम सबै गोर्खाली टोलीहरू मात्रै हुनुहुन्छ यहाँनिर हेर्न सक्नुहुन्छ। सबै गोर्खाली टोलीहरू मात्रै हुनुहुन्छ। कम्ती भन्दा पनि नाइ भन्दा पनि देख्न सक्नुहुन्छ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा 6-7वटा डिस्ट्रिक्टबाट आउनुभएको छ सबैजना गोर्खाली टोलीहरू मात्रै छ। एकदमै खुसी लाग्यो र मलाई चाहिँ एकदमै खुसी लाग्यो। यहाँ फर्स्टचोटि आएको वाटरफल हेर्नको लागि मात्रै म आएको। सेफले के भन्न चाहनुहुन्छ? डान्स गरेर बहुत खलखल भयो। डान्स गर्यो अरे हाम्रो सेफले। प्रकाश पौडेलज्यूले डान्स गरेर खलखली हुनुभएछ। एकदमै उहाँलाई थ्याङ्क यू, धन्यवाद। हाम्रो टिमबाट हुनुहुन्छ उहाँ चाहिँ। ल सबैजनाले डान्स गरिसके। हामीहरूको चाहिँ जाने बेला भइसक्यो, समय पनि ओभर भइसक्यो र सबै गाडी एउटा एउटा गर्दै जान लागेको छ र समय पनि यहाँनिर ओभर भइसक्यो। घर पुग्दा अर्धा रात पर्छ। त्यसैले गर्दाखेरि सबैजना एउटा एउटा गाडी गर्दै हामीहरू एउटा एउटा निस्किन लागिरहेछौँ र उता हेलो भन्दैछन्। र सबैजना बाई बाई सबैजनालाई। आफ्नो गीतमा गाएर नाच्न खोज्दैछन् यहाँनिर बहिनीहरू। लास्ट टाइममा बक्सभित्र लग्यो, टाइम ओभर भयो। गाडी पनि जान लाग्यो। हाम्रो सबै गाडी एउटा एउटा गरेर जान लागेको छ। ल सबैजना बाई बाई। ल बाई बाई सबैजनालाई। यहाँ एउटा गाडी रहेको छ र एउटा रहेछ, एउटा रहेको छ र एउटा हाम्रो गाडी यता रहेछ। सबै हाम्रो गोर्खाली टोली मात्रै छौँ र हामीहरू जान लागेछौँ। साँझ परिसक्यो, अब घर घरमा जाने। हाम्रो गाडीमा सबै भाइ बहिनी चढिसकेका छन् र हामी जाँदैछौँ। त्यति भन्दै अब फेरि अगाडि भेटौँला। बाई बाई सबैजनालाई। साँझ परिसक्यो र ढिला हुन्छ हामी जाँदाखेरि र टाढो बाटो छ। नाइ भन्दा पनि 3 घन्टा लाग्छ सबैजनालाई। अनिसाले के भन्दैछु? अनिसा ल बाई हरेस। ल सबैजनालाई बाई बाई।